गाइज गुड मर्निङ र अहिले भने चाहिँ म फिलहाल रम्फू आइपुगेको छु किनभने चाहिँ आज चाहिँ सरप्राइज केक ल्याउनुको लागि भनेर चाहिँ आइपुगिसकेको छु रम्फू बजार। कसको लागि भन्दाखेरि चाहिँ हाम्रो विनिता दिदीको लागि। अन्त त्यहाँबाट चाहिँ अब म गरेर तपाईँलाई बोल्नुवाला छु। मैले भ्लग नबनाएको निकै दिन भएको थियो, त्यही भनेर आज चाहिँ म बनाउँदैछु। हेरिदिनु होला, मन परेमा लाइक सब्सक्राइब सेयर गरिदिनु होला भन्न चाहन्छु। केक बनिँदैछ, नामहरू लेख्नुहुँदैछ। यो चाहिँ दिदीको लागि हो। हजुर विनिता सेन्चुरी हजुर। अहिले भने चाहिँ गाइज मैले चाहिँ सरप्राइज केक ल्याइसकेको छु, हातमा छ। भरे अनबक्सिङ हुन्छ यसको चाहिँ। र अहिले फिलहाल चाहिँ प्याक भइसकेको छ र म चाहिँ अब निस्केर गाडीमा जाँदैछु र चाहिँ सरप्राइज कस्तो हुन्छ म भिडियोलाई स्किप नगरी हेर्नु होला। म लास्टसम्म तपाईँलाई देखाउनुवाला छु। सपोर्ट दिनु होला भन्न चाहन्छु। यो पछाडिको टाटामा चाहिँ पछाडिको देख्नुहुन्छ टाटामा चाहिँ टायर पड्केर चाहिँ अवस्थामा मान्छेहरू सबै भिड भइरहेको छ र ट्राफिक पुरा जाम भइरहेको छ। सो अहिले भने चाहिँ गाइज मैले चाहिँ अब केही चाहिँ बसेर चाहिँ पिन्डारीको सरप्राइज केक काटिनेवाला छ। त्यही भनेर चाहिँ तपाईँहरूले हेर्दै गर्नु होला यस भिडियोलाई। गाइज अहिले भने चाहिँ म चाहिँ यहाँनिर अघिको त्यो केक लिएर चाहिँ अब चाहिँ इनबक्स भइसकेको छ र यहाँनिर चाहिँ सबैजना यहाँ हुनुहुन्छ। तपाईँलाई म फ्रन्टबाट नभएर चाहिँ ब्याकबाट देखाउनुवाला छु क्यामेराबाट। इनबक्स भएको भने चाहिँ हुन्छ हो, बिलिन्छ हजुर।